हाई साथीहरू नमस्कार. सो आज चाहिँ लेट्स गो टु मण्डला थिएटर डिरेक्टली फ्रम अफिस टु वाच अ ड्रामा कल चरणदास चोर. चरणदास चोर चाहिँ मण्डला थिएटरमा चैत्र 15 गतेसम्म लाग्ने छ र तपाईँहरूले पनि आफ्नो लागि टिकट बुक गरिहाल्नु होला अथवा काउन्टरदेखि लिन सक्नुहुनेछ. अनि त्यसपछि टिकट चाहिँ 3 क्याटेगोरीको छ, स्टुडेन्ट, नर्मल र प्रिमियम. प्राइस चाहिँ 300, 500 र 1000 रेस्पेक्टिभली. अनि यो हलको बाहिर चाहिँ हामी एकछिन कुर्यौँ. अनि त्यो कुरिसकेपछि चाहिँ होइन क्या हो जस्तो फिल भएको थियो, तर पछि चाहिँ दाइ आउनुभयो अनि बेल बजेपछि हामी भित्र छिर्न पायौँ. अनि भित्र छिर्दाखेरि चाहिँ मुभी हलको जस्तै सेटअप थियो. अनि वी वर क्वाइट रियली इम्प्रेस्ड टु सी द क्राउड एन्ड द अरेन्जमेन्ट, होइन, सिटिङ अरेन्जमेन्टहरू. अनि त्यसपछि म चाहिँ लजाइ भिडियो खिचिरहेको थिएँ. यो साथी इज भेरी ब्युटिफुल. अनि त्यसपछि ठ्याक्क यो गीत सुन्नुभयो त कस्तो राम्रो गाउनु भएको छ कि, ओ माई गड, म त फ्यान भएको कि यो क्याप लाउने दाइको. एकछिन गीत सुन्नु है त. गीत सुन्दा सुन्दै टाइम गएको थाहा नै भएन कि त्यो वेटिङ टाइम सकिएछ. अनि हाम्रो ड्रामाको आर्टिस्ट एन्ड अल्सो माई फ्रेन्ड मिस्टर ग्लोबल नेपालले चाहिँ हामीलाई ड्रामाको बारेमा, द राइटर, द डिरेक्टर, द आर्टिस्टहरूको बारेमा डिटेल बेसिक इन्फर्मेसन दिँदै हुनुहुन्थ्यो. अनि हलमा गर्न हुने र नहुने कुरा पनि भन्नुभएको थियो. सो फोटोज भिडियोज आर अलाउड, तर फुल खिच्न पाइएन. अनि फ्ल्यास चाहिँ सधैँ अफ गर्नु पर्यो. अनि सुरु भयो विथ अघिको जस्तै म्युजिकल बिट एन्ड ड्रामेटिकवाला, होइन, अभियसली ड्रामा हो, ड्रामेटिक त हुन्छ. अनि यहाँ चाहिँ मेन ड्रामा सुरु भयो. सबै त म भन्दिनँ नि त, फेरि तपाईँहरू जानुहुन्न, त्यही भएर चाहिँ अलिअलि मात्र भन्छु. अनि यो ड्रामा हेरिसकेपछि चाहिँ म फर्स्ट टाइम चोरको फ्यान भएर आएको कि, लाइक लिटरली चोरको फ्यान भएको म. अनि यो ड्रामा चाहिँ सबैजनालाई सजेस्ट गर्नुपर्दाखेरि चाहिँ मुभीहरूमा चाहिँ एक्सन कट पछिको हामीलाई थाहा हुँदैन, तर यो चाहिँ एकदमै स्मुथ. वाट एभर इट इज वाट एभर, र कस्तो के हो त्यो मैले बिर्सेँ त्यो डायलग, तर एकदमै र अनफिल्टर्ड अनि लाइक गो विथ द फ्लो खालको एक्टिङ. अनि सबैजनाले यस्तो बवाल फ्ललेस एक्टिङ गर्नुभएको कि, अब म त एक्टर होइन, मैले जज गर्न नै, तर पनि दे वर डुइङ अमेजिङ. अनि फुल अन पैसा वसुल, हाँसे हुन्छ. अनि बेला बेलामा त्यो सेन्टिमेन्टल पार्ट पनि जोडिन्छ, इमोसनल पनि हुने खालको. अनि दिस वाज द क्लोजिङ पछि हामी घर जानु बाहिर निस्केको, कत्रो पानी परिरहेको रहेछ. अनि एकछिन कुर्यौँ, बिकज यसरी भिज्दै जाने कुरा हुँदा साथीलाई भेटेर फोटो खिचेर सिम पानी परेको थियो. अनि हामी निस्क्यौँ किनकि 7 बजिसकेको थियो. अनि त्यसपछि फेरि पनि सबैजनालाई मैले यहाँ रिक्वेस्ट गरेको जसरी नै चरणदास चोर हेर्नको लागि जानुहोला मण्डला थिएटर. ओके, बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ.